पछिल्लो समयका केही समसामयिक विषयवस्तुहरूलाई आजको भिडियो सामग्री अन्तर्गत मैले तपाईहरुमाझ देखाउने प्रयत्न गरिरहेको छु। भिडियोलाई अन्तिमसम्म हेर्दै गर्नुहोला। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरेर अवश्य जोडिनुहोला। नमस्कार, शैक्षिक संग्रह युट्युब च्यानलमा यहाँहरूलाई हार्दिक स्वागत छ। साथमा म ओम प्रकाश। आज चाहिँ मैले समसामयिक विषयवस्तुमा आधारित रहेर केही जानकारीमूलक तथ्य तपाईहरुमाझ प्रस्तुत गर्दैछु। विश्वकप 2026 त्यसैगरी विश्व शान्ति सूचकाङ्कमा नेपाल लगायत अन्य धेरै कुराहरूलाई आजको करेन्ट अफेयरमा यो भिडियो सामग्री मार्फत प्रस्तुत गर्दैछु। भिडियो चाहिँ स्किप नगरी अन्तिमसम्म हेर्दै गर्नुहोला। म चाहिँ स्क्रिन रेकर्ड मार्फत अब तपाईहरुमाझ प्रस्तुतिको लागि अगाडि बढ्दै छु है त। साथीहरु हेर्न सक्नुहुन्छ म चाहिँ स्क्रिन रेकर्डमा आइसकेको छु। 21 जुलाई 2026 का मुख्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समसामयिक घटनाक्रमहरू जसमा हालै सम्पन्न फिफा विश्वकप 2026 को जानकारी समेत समावेश गरिएको छ भनेर यो टपिक भयो। अब चाहिँ राष्ट्रिय समसामयिक घटनाक्रम। गार्मेन्ट उद्योगको पुनरुत्थान प्रयास। प्रधानमन्त्री बालेन शाहले नेपालको तयारी पोसाक उद्योगलाई पुरानै बलियो आर्थिक अवस्थामा फर्काउन विशेष पहल थाल्ने घोषणा गरेका छन्। उनले प्रशासनिक ढिलासुस्ती हटाउन, छुट्टै टेक्सटाइल काउन्सिल गठन गर्न र लामो समयदेखि बन्द रहेका कारखानाहरू पुनः सञ्चालन गर्न मन्त्रालयलाई निर्देशन दिएका छन्। विश्व शान्ति सूचकाङ्क 2026 नयाँ अन्तर्राष्ट्रिय सूचकाङ्क अनुसार नेपाल 163 देशहरूमध्ये 111औं स्थानमा परेको छ। अघिल्लो वर्षको तुलनामा 26 स्थान तल झर्दै शान्ति सूचकाङ्कमा नेपालले यो वर्ष विश्वमै सबैभन्दा ठुलो गिरावट 9.1% भोगेको छ। कूटनीतिक सन्देश आदान प्रदान। नेपाल र रुसी महासङ्घका परराष्ट्र मन्त्रीहरूबीच द्विपक्षीय सम्झौतालाई लिएर बधाई सन्देश आदान प्रदान भएको छ। जुलाई 20 को अन्तर्राष्ट्रिय समसामयिक घटनाक्रममा फिफा विश्वकप 2026 हालै सम्पन्न। अमेरिका, क्यानाडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना भएको फिफा विश्वकप 2026 जुलाई 19 मा सम्पन्न भएको छ। विजेता स्पेनले अर्जेन्टिनालाई अतिरिक्त समयमा 1-0 ले पराजित गर्दै यो उपाधि जितेको हो। स्पेनले विश्वकप जितेको यो दोस्रो पटक हो। यसअघि सन् 2010 मा फाइनल खेलेको 106औं मिनेटमा फेरान टोरेसले निर्णायक गोल गरेका थिए। उपविजेता अर्जेन्टिना। तेस्रो स्थान इङ्ल्यान्ड फ्रान्सलाई 6-4 ले पराजित गर्दै। मुख्य पुरस्कारहरू: गोल्डेन बुट सबैभन्दा बढी गोल किलियन एम्बापे फ्रान्स। गोल्डेन बल उत्कृष्ट खेलाडी रोड्री स्पेन। गोल्डेन ग्लोब उत्कृष्ट गोलरक्षक उनाई सिमोन स्पेन। उत्कृष्ट युवा खेलाडी पाउ कुबार्सी स्पेन। अब अन्य प्रमुख अन्तर्राष्ट्रिय घटनाक्रममा जापान ओपन 2026 भारतीय ब्याडमिन्टन खेलाडी पीवी सिन्धुले जापान ओपन 2026 को उपाधि जितेकी छिन्। यो उपाधि जित्ने उनी पहिलो भारतीय हुन्। अन्तर्राष्ट्रिय चेस दिवस विश्वभर जुलाई 20 तारिकका दिन अन्तर्राष्ट्रिय चेस दिवस मनाइएको छ। त्यसैगरी अन्तर्राष्ट्रिय ओलम्पियाड। उज्बेकिस्तानमा आयोजित अन्तर्राष्ट्रिय रसायन विज्ञान ओलम्पियाडमा भारतले 4वटा स्वर्ण पदक जित्न सफल भएको छ। नियुक्ति र सम्मान। डा नन्दनी आजादलाई भारत सम्मान 2026 बाट सम्मानित गरिएको छ भने हरजित सिंह किरवाललाई भारतको राष्ट्रिय अल्पसङ्ख्यक आयोगको नयाँ अध्यक्षमा नियुक्त गरिएको छ। जियोथर्मल ऊर्जा। भारतको लद्दाख स्थित पुगा उपत्यकामा देशकै पहिलो 2 जियोथर्मल इनारहरू सञ्चालनमा ल्याइएको छ। त्यसैगरी लास्टमा एथलेटिक्स च्याम्पियनसिप। पहिलो एसियाली अन्डर 23 एथलेटिक्स च्याम्पियनसिप 2026 मा 3 स्वर्ण पदक सहित भारत चौथो स्थानमा रहन सफल भएको छ। यी समसामयिक विषयवस्तुहरू यो भिडियो सामग्री अन्तर्गत यति नै रह्यो है त।
हवस् त यो भिडियो सामग्री तपाईलाई कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव सहितको प्रतिक्रिया दिन भिडियोलाई लाइक गरेर साथीहरुमा शेयर गर्न नबिर्सनुहोला। यस्तै अन्य जानकारीको लागि हाम्रो फेसबुक पेज तथा टिकटक आइडी फलो गर्न र यो युट्युब च्यानललाई सब्स्क्राइब गर्न पनि नछुटाउनुहोला, किनभने यस्तै भिडियो सामग्रीहरु मैले तपाईहरुमाझ निरन्तर ल्याइरहन्छु। ओके, आगामी दिनमा यस्तै भिडियो सामग्रीको साथ तपाई हाम्रो सुमधुर भेटघाट त हुने नै छ। तबसम्मको लागि म पनि छुट्टिन्छु। यहाँहरुको बाँकी पल शुभ रहोस्। सी यू अगेन। बाई बाई।